चन्दन अनि अक्षता मत्स्यनि विमदन्तस्तकता शोभानविष्टन जान्यत्यादि तिर्जौ तिलसीसम दैवत गोसव देवता वृथा लोकान् प्रेरणैनै दैवत गोसव देवता वृथा लोकान् प्रेरणैनै अलिकति फुल राख्नु श्रेष्ठ छ लक्ष्मी चवक्ता बहुरात्र धरतेर जन्मसुन उमेशण सबै लक्ष्मीशरण फुल बोक्नु नमस्कार गर्नु नमस्तनन्ताय सहस्रमर्ताय सर्वभावे सहस्रनाम्ने पुरुषाय उदाहरणे नमः यत्फलं कपिला दानिगतिकं दिशपुष्कावे तत्फलं पादशतमिफलं पादशौचने शुभं भवतु कल्याणम् आरोग्यं सुखसम्पदां सच्चिस्वरूपेण दीपज्योति नमस्ते बाई होइन त्यहाँ राख्नु निप्छ कि भित्र पस्छ भने बाहिर अलिकति अक्षता छेउमा भिजाउनु त यहाँनिर यो छेउ यो अलिकति मुस्नु त दिवस हजुर राम्रो मुछेछ रातो मैले मुछेको त्यो यहाँ अलिकति टिका लगाइदिनु त भेट्नु चाहिँ एकजनाले लु कलशलाई पहिले टिका लगाइदिनु हाम्रो ती भेट्नु नसक्दै हुन्छ ती छोडिदिनु ती छोडिदिनु कि फुल बोक्नु त चन्दन हातमा चन्दन बोक्नु अक्षता बोक्नु फुल बोक्नु त हातमा लिएर यस्तो नमस्कार गर्नु है लिएर अझै लिएर बोक्नु हरिओम भगवती भगवती विश्वाधाय भुवनस्य दत्रेच पृथ्वीमयं च दीर्घमयं च पुनर्जाते कुपवसतानि च अस्मास्मि मतिगास्मि गिरियास्मि लोस्मि तपस्मि यज्ञेन कल्पतां धीरसेत्वा सवितुर्भवत्मनामि चतुर्ण पवितुर्णस्य यस्य रश्मिभि यहाँ ल्याएर राखिदिनु त कलशमा देव सवितुर्भवत्मा भेट्नु न ल ल अब चन्दनले पूजा गरिदिनु गन्ध द्वावद्वावस नित्य विश्वकर्षणमेश्वरी सर्वोक्तनाम ताम्य उपयास्यं अक्षता मच्छन्यमिमदन्तो अस्तकत शोभानविष्टन जान्यत्यादि तिर्जौ काकीहरु चाहिँ नलाउनु नि फुल बोक्नु देवदान सम्बन्धी मते माने महादेव उत्पन्न कुमार विष्णु सेन क्यामेराम्यान सेन धन्यवाद विष्णु सेन जाग्या दिदो सबै सबै विगा यही त्यसन सर बेपिका मुखला पर्दा तपस्वीमा पूजा कर्म जलत भव सानिध्यम कर्मे देव पस्व सर्वदा यहाँ राखिदिनु यो मजा फुल त बोकेर फुल यहाँ राखिदिनु हातको फुल चाहिँ श्रेष्ठ छ यो एउटा ढुङ्गा यहाँ राखिदिनु यो चाहिँ कलश यहाँ गणेश यहाँ एउटा कुस राखिदिनु त त्यो त्यसमै पूजा गर्नु चन्दन पहेँलो चन्दन है घरमा धुवा त यसरी ल हात चाहिँ उतानै चलाउनु ल छुने यसरी छेउमा ल अक्षता मच्छन्य मिगदन्त अस्तो गत शोभान विष्टन जान्यत्यादि तुलसी अब यो तुलसीसम्म दैवत गोसव देवता प्रथा लोकान् प्रेरणैनै अस्मास्मि फुल राखिदिनु सबै सधैँ लक्ष्मी जाता धुवा भयो कसरी भयो अचम्म मलाई त भएको छैन त कसरी अचम्म धुवा लु फुल बोक्नु त हातमा फुल दश कपिल गज कर्ण कलम्बोदर विकट विघ्नाथ गणाधिप गत गणाध्यक्ष बाल चन्द्र गजानन द्वादशानि नमनीय गणे चुण्या विद्यारम्भि विवाहित वर्षन्य तथा विङ्कसन्य जायते भगवतां देव शशि वर्ण चतुर्भुजं हर्षनं वदनन्त्याय सर्वविघ्न शान्ताय अभिष्टवतं वसस सुधार्षयै सर्वविघ्नाय तस्मै गणाधिपतये नमः श्रीमन्नादि गणाधिपतये नमः तो चाहिँ के हो धुप इनका धुप नयाँ वर्ष भोलिदेखि नयाँ वर्ष है कति 83 साल कस्तो बिर्सिँदैछु के बिर्सिँदैछु म यहाँ एक चम्चा यहाँ अलिकति चढाइदिनु त यो पञ्चामृत पाम पाए प्रतिपिक पाए सूत्र सन्त मयम सविन देवसीमान स्थगत तानेमान यो पनि यो भने हातले नि हुन्छ चम्चाले हुन्छ जुन सजिलो आफूलाई जसरी सजिलो हुन्छ लक्ष्मी चौध भगवत कालसेन चाडमा छन् ममेश चाड सबै लोकमिषणम यो छोइदिनु त नैवेद नाभ्यासी तन्त्र श्लोकं कल्पनीय एकदम सौ देवी सप्त समिधा गुदा सम्बसन जुगे मे जन्त विवाहस्थानी धर्मानि वर्तमान्य सन्नः हे हना यहाँ अलिकति फुल चोक्नु त एउटा पानी चढाइदिनु श्रेष्ठ छ त्यो लक्ष्मी भक्त भगवत कालसेन चाडमा छन् ममेश चाड सबै लोकमिषणम आएको छ होला यो धुप लगाइदिनु त नभए थाप्नुपर्छ वनस्पति रसोधुतं गण्यज्यो गण्यवत्तम हाम्रो छोरीले सबै धुपाउरो के धुपाउरो थियो त सुँगुलाई सुँगाउन चाहिँ सुँगुले पल्टाएर उठाइदियो पठाइ त्यहाँ पल्टाउन चाहिँ छ त्यहाँ
बाहुनलाई बिचो सिधा पाउँदा कोसीलाई खोर्सानी धुवा लाउँदाखेरि मुहाइ उडाइहाल्यो। बात्ती पनि बाल्नु त्यो एउटा निकालेर बाल्नु त हो त्यो एउटा हो त एउटा निकाल्नु कि सट्टा ल लाइटर कहाँ थियो अघि नि भात आउँदैन हुन्छ फुल राख्नुपर्छ यहाँ एउटा फुल राख्नु त अनि फुल राखेर चाहिँ साँच्ची राखेर चाहिँ हुन्छ फुल राखेपछि हुन्छ हो बाल्नु मेरो लाइटर त पर्दैन हुन्छ वनस्पति बसै पर्छ पर्छ अहिले पर्छ वनस्पति सौद्भुतम गण्यो गण्य उत्तम यता यसो घुमाइदिनु न बिस्तारै है त्यो निपीको फेरि बाल्नु निपीको अलिक बल्न दिनु न अलिक छिटो गर्नु अथवा गर्नु भयो किन छोडेर फुट्ला भाइ भाइ फुटाउनु चाहिँ त्यो फुटाउनु मजाले अघि त्यो सुन्नु न यस्तो झड्काउनु न हुन्छ त्यो ग्यास सप्लाई भयो फेरि चाहिँ बल्छ त्योतिर छैन होला क्या त्यो जुन आउनेतिर त्यसले त्यसको लेभलमा चाहिँ छैन लेभलमा त मारिदिहाल्ने रहेछ त उता मेरो बाल्नु। मलाई गोजीमा ओ, ल्याउनु। बाल्नु, उहाँ बाल्नु ए तपाईँलाई डराइ मार्छु चुन छ है त्यो हातमा चुन छ अलिअलि छड्के बनाउनु ल अलिक तेल बढी छ नि त ए यस्तो त हुन्छ नि हावा चल्यो भने। त्यो थाप्ने त्यो हुँदैन। टुप्पी अलिकति निचार्नु न त्यो थाप्नै हुँदैन नि टुप्पी अलिकति निचार्नु के बाल्ने त्यो चाहिँ ल भयो अब त्यो बाहिरपट्टि बाहिरपट्टि हो त्यहाँ ज्वालो बाहिर यो बाहिर खानेहरूलाई यो यसले बाल्नु त वहीँ बाल्दै हुन्छ त्यहाँ बाल्दै हुन्छ बाहिर बल्ने खालको हो यहाँ बाहिर सुरेश छते लक्ष्मी झवक्ता बखगाते काजे छणसना ममे छण सरल गम छणम दिवसे शालाय हो तर अचल त दिन ल्याइदैन अक्षर हुन्छ ए त्यो गडेङगुडुङ हुन्छ है त्यसले चाहिँ दिदीको ब्लग फेरि ब्लक हुन्छ फेरि गडबड यहाँ लाइटले गरम गर्नु त भयो स्वस्ति नैन्द्रो वेद सर्व स्वस्ति नैन्द्रो यस्तोमा चाहिँ अडिन्छ होला स्वस्ति न पुख आलु छ र आलु बनायो आलु ल्याउ न आलु यस्तोमा त अडिन्छ नि अडिन्छ मजाले मजाले घोचिदिन्छु एउटा इस्कुस त हुन्छ हुन्छ यस्तोमा यो ठ्याक्क बस्छ हुन्छ यस्तोमा घोचिन्छ त आलु चाहिँ बस्छ त्यहाँ त्यो आलु आलु बस्दैन के गर्छ बस्दैन आलु अडिँदैन यो कि ठुलो चाहियो बिचमा सिधा बनाउनु ल नभए अडिँदैन लु हुन्छ लु लु फुल बोक्नु शुक्लाम ब्रह्म विचार परम सेल पकाइसकेको हो कि बाँकी छ यो मसला लाउनु न मिठो हुन्छ क्या यो 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 पिठ लाउनु भन्नलाई हो। पिठो के को यो बन्नु लाउनु न यो 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 मसला लाउनु त यो अब कति वर्षमा पूजा लाउँछ खेर गइहाल्छ त्यो काम छैन त्यसको लगाइदिनु न त्यो काम आउँदैन त्यो कति मिठो बास्ना आउँछ चुपचाप सेलमा आज बोल्दैछ होइन त्यो त्यो अलिकति कहिले लगाएर पोलिँदा हुन्छ? लाउने हो नि त त्यो मसला क्या पञ्चामृतको मसला कपुर मिठो लाग्छ कपाल मिठो लाग्छ ल्याउनु भएन चाहिँ हो अनि रोटीमा कपुर शुक्ला खाने खालको पनि खाने कपाल खाने कपुर खाने हुन्छ पहिला चलाउँथ्यौँ हामी। माध्यम जगद्व्यापिनी वीणा पुस्तक दावडीमा वेदम जाडेन्द्र हेर न हात कामेको हस्ते भिडियो गर्ने मान्छे। काम वनमलाम्बुति यसरी। नाच्दिएको देखिन्छ। या वीणा नाच्दै गरेको देखिन्छ। मधुरो सरस्वती भगवती मधुरो भएर होला बिचमा राखिदिनु मेरो हेर्नु त यो भेट्नुहुन्छ यो मेरो हेर्नु थाल त। भेट्नुहुन्छ हजुरले निछु कस्तो खाली पालो बनाइस्? तान्नु पर्यो भेट्नुहुन्छ त कि अलिक अगाडि तान्नु भेट्नुहुन्छ नि? गिलास छोड्दै र अनि फेरि गिलास छोड्यो भने ल्याइदिनु पर्छ है गर्दा ज्वाङ होला फेरि फेरि यस्तो हुन्छ फेरि केटाहरूले यस्तो हुन्छ नि यस्तो हुन्छ ऊ हुन्छ दिएन यस्तोमा दियो भन्छ केटाहरूलाई त दिनुपर्छ है रिसाउँछ हो त केटाहरूले ठुलोलाई चाहिँ दियो हामीलाई चाहिँ दियो केटाकेटीको चाहिँ चित्त हो आँखामा भोक लाग्छ अरे क्या यिनीहरूलाई हाँ? बच्चामा अब हामी पनि त्यस्तै रोकेको होइन भोक लागेकै हो होइन आँखामा भोक लागेपछि देखाउँछ चाहियो 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 भन्छ नदेखेको ढुक्क हुन्छ नि हजुर दिउँसो त घाम ए अघि त क्यामेरा फोर हुन्छ अनि फुट्दैन अनि क्यामेरा सफा है म पनि पो त्यसरी नै आफूले जान्दैन अनि भनेको पनि मान्दैन अरे बबुवा सिक्नु पनि मान्दैन अरे बबुवा भने जस्तो। सिक्नु पनि मान्दैन फुल राख्नु त एउटा फुल राख्नुहोस् न सबैजनाले राख्नुहुन्छ एउटा राख्नु कस्तो यस्तो यो मिठले पनि फुलले ननिक्ले पानी पनि चढाउनु ल त्यसले यहाँ यसो गर्नु पहिले लु यसमा यो कुसमाथि है हरि राधिका गाईमा अब नमास्नु माथि माछमनिम यहाँनिर मात्र है अब फुल त्यति राख्नु कि फेरि फेरि चाहिन्छ त्यो चाहिँ चम्चा चलाएको क्या लु चन्दन चन्दन चलाउनु त यहाँ चन्दन
गणद्वारा द्वारा नित्य विषकाली क्षणमिश्वर सर्वतानां ताम उपायस्यमाक्षता आच्छन्यमेव यस्तो उताने ल आच्छन्यमेव दन्त अस्तो कता एउटा मात्र है आच्छन्यमेव दन्त अस्तो कता यो पनि दुबोले चढाउनु त अलिक दुबोले श्रेष्ठ ते लक्ष्मी चौध भगवान् राजेश जन्मसन ममे शरण सब लोकमी शरण फुल राखिदिन्छ अलिकति सिद्धि विश्वधाय भुवनस्य धत्ते पृथ्वी यो चढाउनु त यहाँ हैन जगद्वारा छ नित्य विषकाली क्षणमिश्वर सर्वतानां ताम उपायस्यम आफू हृदय अवस्था गोविन्दम त हातले नि हुन्छ श्रेष्ठ ते अलिक त्यो ल्याउनु न अलिक ल्याउनु अहिले मिसाउन मिल्यो त्यो होइन यहाँ चाहिँ है केटाउनु लु यो सबैकै एउटा टुक्रा राख्दै जानु त भेट्नुहुन्छ नभए तान्नु पऱ्यो तपाईँले भेट्नुहुन्छ नि त्यहाँबाट उतानेर राख्नु न है श्रेष्ठ त राख्नु पऱ्यो अर्को राख्नु न श्रेष्ठ ते यो पनि राखिदिनु त राख्दै जानु भगवती विश्वधाय भुवनस्य धत्ते पृथ्वी मयं दीर्घमयं तत्सुगुणं जाते युगं भवसुतानि च अस्मास्मितिकासमिगयसमिलवसमत्वपसमेकेन कल्पदां देवसेत्वालु अब यहाँनिर पानी दुनाको पानी चढाइदिनु आग्नेय आग्नेय गान उपायन अब चन्दन गन्धद्वारा द्वारा नित्य विषकाली क्षणमिश्वर तामी पयास्यम चन्दन अब अक्षता ओम अच्छन्यमेव दन्त अस्तो गत शोभान ढिलै देखिन्छ हालेको अहिले के गर्नु भएको किलोसी 1 घण्टामा भइहाल्छ त किलोसी सम्म दैवतको सब देवता प्रथा लोकानु प्रेरणा इलाई अब यो दधिको गानु अंग बाजिनम सुरात दिनम कृति छिटो छिटो गर्नु हुँदैन काइला आधे पुरा हुँदैन काइलालाई भनिराख्नु भइहाल्छ नि पाप लाग्छ है आधे पुरा भयो बानी हुन्छ क्या तपाईहरु त काम गर्दै पनि बोल्दै पनि काम गर्न बानी छ भने भइहाल्छ नभई भने त हात बिसाउँदै गयो भने त्यस्तै हुन्छ हैन काइला बरा पछिदेखि गर्नु त काइलो चाहिँ सबै काइलो हैन अर्को आइके जस्तो लु यसरी यहाँ एउटा राखिदिनु त यसरी टुक्रा यो यहाँ राख्दै जानु त पुनः जाँदै गुम्पो सतानी छ पछि गरौँ त हैन छोरीको यति बिग्न दिदीको अहिलेदेखि त होइन यति लामो चाहिँ भिडियो के गर्नु काट्छ होला ए के काट्ने धेरै बेर अब यहाँनिर पानी अग्नि छ यो दुनाको तैँले त जहिले पनि ए लली चाहिँ भन्ने जस्तो निकाल्छ म त म हेर्छु हल्के जतिको बुढी के हल्के हल्दा मलाई त छोटो न मोटो अब ए लली चाहिँ बुङ्गा लली त त्यो भुपु पारान चाहिँ हेर्नु न त्यो तितो मिठो हेर्नु न त्यसमा पो हँसाउँछ त तितो मिठो तितो मिठो त्यो चाहिँ हेर्नु न कस्तो पारान भुपु पारान भन्छ कस्तो रमाइलो गर्छ के कुम हेरेको छु नि त्यो त तितो मिठो हेराउनु क्या मम्मीलाई त्यो परान भुपु परान भन्छ कस्तो नयाँ 9 नम्बरको बुढी भन्छ म 8 नम्बरको भन्छ के फुल राख्नु त अलिकति रमाइलो पो छ झन् तितो मिठो भन्ने छ सिरियल यो चढाउनु अलिकति जे देवा हेर न त्यो यसमा कुसमाथि त्यो पनि यहाँ हुन्छ राख्नु न यो राख्दै जानु राख्दै जानु त हल्के हल्लामा नि मुला साग भन्छ नि अहिले यही मिसाए प्रसाद भइहाल्छ त यहाँनिर पानी अग्नि अब चन्दन नित्य चन्दन पछि अक्षता यहाँ आइसक्यो यो चौथो ठाउँ जम्मा 8 ठाउँ पूजा गर्नु चाहिँ चौथो
आग्नेश चबेउती विदर्शन अब फुल राखिदिनु सबै सतेला जबका भगवाते पाउछे चाडमा छन मय साणा सगलो कमी साणा अस्मा सबै धुवा भएको त हाम्रो त है आँखालाई नुहाइन्छ नि त आँखा धुइन्छ यो चढाइदिनु त भाइ पृथ्वी पाए सतो सन्तु मयम सबै दर्वसी अब पाए सतो सन्तु मयम सबै दर्वसी मानस तक तनै राख्दै जानु अग्नि सबै दर्शन त्यतै सापा सबवना किन नि त्यस्तो आँख गरेको हाम्रोमा यो भन्दा चक्कु हुन्छ धुवा दिउँसो र बिहान अब पुग्नै हुँदैन हाम्रो घरमा चन्दन यो पहिले पानी यहाँ पानी चढाउनु त जस्तै खोर्सानी चाहिँ पाएको छ फेरि धुवा त आउँछ अलिक ढोका चाहिँ छुँदैन नि हुँदैन ढोका भित्र कति मर्छ ढोका थुनेपछि चाहिँ पूजा हुँदैन पूजा गर्दा ठुन्नु हुँदैन अरे क्या चन्दन पूजा गर्दा लाउने तिलजौ अब यहाँनिर आसमा विश्व दाय भवन छ पृथ्वी फुल राखिदिनु सबै होइन अहिले मुस्कान दिएको राम्रै अनुहार आउँछ नि यही बेला खिच्नु त कस्तो आउँछ जस्तो मुस्कान दिएको राम्रै फोटो हाल्छ नि धुम्म भएको डाँडो धुमिएको किन डाँडो धुमिएको आउँदैन किन त्यस्तो भयो त भकिमले आउँदा किन भएको होला शङ्का लाग्यो स्वास्थ्य चिज आयो लु अब यहाँनिर पानी धुनाको पानी नदी भाषा भाइ माग्नु त बिचमा त मुक्त चिल्लेको एरिया भन्दा एउटाले चिल्लीको स्वाद बाहिर आयो चन्दन गन्ध आउँछ नित्य विश्व गरिसण सर्वतनाम प्रयासयम अक्षता अक्षरगत सो अनि जाने इत्यादि तिलजाउ तिलसी समुद्र प्रथा लोकानु प्रेरणा यिनै यो अर्घ चढाइदिने हो पाँचदिनम सुरात दिनम खाक्यौती फुल राखिदिनु अहिले मेरो चाहिँ भयो अब मलाई बोनी किन बोकिस पुगो मलाई देखाउँदैन पनि हैन नित्य विश्व गरिसण अब यो पहिले हो नि त दिदी कृष्ण अब चाहिँ यिनीहरू दिदी चाहिँ देवसेत्वा सवितुः भगवनामे चिदोणा भवितोणा श्रीयसेवास्मिभिः सन्नदेव विष्टापो भवन्तु पितयस्य यो विश्ववन्दनं भवतु विश्व सोन्तला त छैन त छ यहाँ मैले राखिदिनु छ तपाईहरु आज सुन्तला दानै देखेको छैन एक रुख छ माथि छ डल्लै छ एक रुख सबै छ त्यो झोलामा छ झोलामा छ त्यो दाना पनि राखेको हुन्छ त है यहाँनिर पानी ईशान्य पद तानि विश्वावि पाणी पाविता जुहु मस्तन अस्तु वयं समुदयणं चन्दन गन्धद्वावद्वावस नित्य विश्वगविष्णु मिश्रै सर्वतनं ताम्य पयस्यं अक्षता अक्षन्य विमदन्त अस्तगत सुगान विष्णु जान्यत्यावि तिलजौ तिलसी समुदैवत गोसवत प्रथा लोकान् प्रेरणा हिनै यो अर्घ धरिको गाणं अब्बाजिनं सुरात दिनं खाकृति फुल पहिले फुल राख्नु अनि यसपछि सबै चतेला सम्झौता बगाते पार्श्व चाडमा छनम अमे साण सब लोकमिषणम त्यसपछि अब यो हम पाए पृथ्वी पाए सदो सन्तु मयम सब ठन्दोसी मानस सकताने मनाइक मानको मानस बेगरिक मानव आदि विकमत सदा अमित भवसति विश्व भाइ मनुष्य दत्ते छ पृथ्वी नायगं छ जगु मयम छ सदाते गो सतानि च अस्मा समेतका समिग्रिय समी पावस समेत पसमियगेन कल्पताम देव सत सवितुर्व उपनामे चतवणं पवित्रण सूर्यस्य लियाने पानी हरे हम जतपा तानि विश्वावि पाणी पाविता जुहुमस्तनस्तु वैगं श्यामवतयो रण्यम् अपचन्दन गन्धद्वारन्द्वावस नित्य विश्व गरिष्ण मिश्रै सर्वतनं तामि पयस्यमक्षता अमाचिमदन्त तिलजौ विशेषमदैवसोदयन्ता प्रथा लोकानि अब फुल श्रेष्ठ देला हिंसा त भगवत पाचन चनसनम
एउटा रह्यो ए फर्सी ल्याउ न त्यत्रो फर्सी छ त वान पिस फर्सी चाहियो हामीलाई फर्सी ल्याउँदै टपर छैन पर्दैन यहाँ एक दुईवटा पिस राखिदिनु न सबै चाहिँदैन नि एक दुईवटा सबै त फर्सी पनि ल्याउनु पर्ने छ है यो देउता हो नि देउतालाई मिसाउनु मिल्छ क्या त्यो पुग्छ त्यो यही त अलिक पूजा गर्ने दिदीको चाहिँ केन्द्रमा सबै कारपति पनि लाउनु कागती यहाँ छ त लाउँदै पल्लो देवालाई देखा देखा बदाम रसी खानु मात्रै जान्छ नि बुढा होइन त्यो पनि खाने चिज होइन खाएकै त नबनेको खाइदिनु थियो होला होइन ठिक छ त्यसमा गुनासो छैन अब खानु मिलिहाल्छ नि भएन फ्रुटको झोल हो नि बाहुनहरू त खान्छन् बाहुनाहरू त टन्न खान्छन् बाहुनले त खान्छ बाहुनले अचेल राईले खाँदैन बाहुन झन् नबिसा खान्छ भाइ चट्टै खान्छ बाहुन त स्वाट्टै खाँदैन जान्दैन बाहुनले खानु चिया चिया चाखा खान्छ त्यो चाहिँ झोल चाहिँ खाइदिन्छ जान्दैन बाहुनले कस्तो खानु खाएपछि नाना सरको छोरा खान्छ भनेको सुनेको खान्छ त अब भोलि सबै कुरा गर्दै त्यहाँ के हो दिदीको रेकर्ड भइरहेछ फुटबल भन्नु नि अर्काको त्यो त कटाउनु पर्यो नि चाहिँदै मात्रै राख्ने हो नि नचाहिँदै राखेपछि कहीँ हुन्छ त के बोलिन्छ त्यो फोटो घरि खिच्ने हो क्या भिडियो रेकर्ड सनदविष्टापो भवन्तु वितयस्यो विश्ववन्तु न निनामको सुना खाली सेतो फुलेर होइन मैले एक दुईवटा लगाएको थिएँ अलिक होइन ठिक छ यसलाई अहिले सबै छुवाउँला न प्रसाद हुन्छ भइहाल्यो अब धुप लगाउनु त अघिको जस्तै घिउको धुप लगाउनु त पहिले त्यो हजुरलाई त्यो तातोले पोल्छ अलिकति उता साग्नु त सिङ्गो धुपले डाम्छ त्यसलाई नछुइकन गर्दा भयो आगो आगो ल्याइदिनु ल अब कसले ल्याइदिने ओए आगोवाला काबुलीवाला भने जस्तो काबुलीवाला रोटी मुन्टोमा झुन्डाको जाइरहेको कोइलाले कुखुरा कुखुरा यहाँ आउँदैछ कोयल मान्छे आउँदै यता उफ्रेर आउँछ होला फेरि आगो तपाईँले खेल्नु न कुखुरा ठाउँ भन्नुपर्छ हो त्यही त चुप्प लागेर छोडिदियो भने त ठाउँ भन्नुपर्छ कहाँ हामीले पालेको कुरा हुँदैन चिन्दैन पैसा नि हाम्रो आइज भनेपछि आउँछ हो अनि आइज भने जा भने त्यस्तोले हुन्छ अनि हामीलाई आइज भन्यो त्यस्तै बुझ्ला त्यही तपाईँहरूले तपाईँकै भाषाबाट बोलाउनु होला अनि हामी त्यस्तो भाषा बुझ्दिनौँ समस्या हुँदैन हामी भनेर आफ्नो भाषा बोल्दैनौँ न क्या होइन कुखुरालाई के त्यसो कुखुरालाई पनि भाषाबाट भन्दैनौँ न क्या लगाउनु मान्छे नै भयो एउटा पूजा रेमचेममा माथि एउटा पूजा पढ्नु गएको कि उहाँको आफ्नै भाषाले बोल्ने कि सबै नि उता उहाँको आफ्नै भाषा बोल्ने अनि कुखुरा चुङ्गुर आज त जे भन्नुहुन्छ भन्नुहोस् है यहाँ चाहिँ आज चाहिँ हाम्रै भाषा बोल्नुपर्छ भनेको कि आउँदैन रिमझिमतिर बत्ती पनि हाल्नु त कुखुरा सुँगुर अब तपाईँ नै एउटा फेटके पार्नु होइन म पार्छु उनीहरूले त्यो आफ्नै भाषा बोल्ने कि अनि ठिक छ त्यो त केही भएन छेउमा अलिकति निचाउनु भयो भइहाल्छ अलि बालन दिनु दाहिने त्यसो ल यसो देखाउनु ल कृष्ण गौतमानयन मृतमसन्तदेव यति वनस्पति सवद्भूतं गण्य योग गण्य बाहिरपट्टि है ज्वालो चाहिँ आग्रह देवानां धूपयं प्रतिगृहीतं तैलवती च वनिनं विदितं मया दीपं गृहाणतिमिसंसर्गक्ष्यं तिमिरापहं भोगसिति विश्वदाय भुवनसुदतु यच्च पृथिवी गोइठातिर सुँगुरलाई भैँसीलाई पानी दिएर खान्छ पानी दिएर भन्छु अहिले गाईको अनि के का भइसक्यो गाई कुस बोक्नु कि हातमा कुस बोक्नु त यो बोक्नु त एउटा तपाईँको जे इच्छा जेले भाकल गरेर यस्तो पूजा गर्ने भन्नुभएको थियो नि सम्झिनु यो मनले सम्झेर यहाँ सुनाउनु परेन कि मनले सम्झिनु सबैलाई छुनु त
यो सुनलाई छोइरहनु है कुसले मनोज्योति बृहस्पति ददातु विश्वदेवाय मनोज्योति बृहस्पति समित विश्वदेवाय विश्वदेवाय ओम नमो भगवते विष्णु सर्वदात्मने वासुदेव सर्वदा समेगाय नमः छोडिदिनु ल पूजा गर्नु त्यहाँ पानी यो पानी भव्य लक्ष्मी माधि माघी मास पनि आचमनी गर्न पसन्द दक्षिण सरस्वती माधि माघी मास पनि आचमनी पश्चिमी आदि पुरुषम माधि माघी मास भूतले अनादि पुरुषम आग्नेय गणपतये नमः जय जय सूर्याय नमः वायुनिकाय नमः शिवाय नमः रामाय नमः लक्ष्मणाय नमः नमासि माघी मास पनि आचमनी गर्न पसन्द विधि समर्थ यो पानी फेरि चढाइदिनु अब चन्दनले पूजा गर्नेद्वारा उत्तरं सामी पर्यक्षता माच्छन्यमी वदन्त अस्तुगत शोभान विष्णु जान्यति ज्योतिल सुसमदय गत गोसव देवता प्रथा लोकान पूर्णयै यो पानी फेरि दधि किरणं बाजिनं सुरातिनं मुदाकरि त्यो फुल बोक्नु त हातमा शुक्लां वम विचार सार परमं माध्यम जगत व्यापिनी वीणा पुस्तकदारिणी वेदं जडेन्द्र कारपहं हस्ते स्फाटिकां वनमालां वति त्वदां सारदां फेरि चन्दन चढाइदिनु यो पानी चढाउनु त अलिकति घन्नेद्वारा चन्दन चढाउनु है घन्नेद्वारा माक्षेन्यमी वदन्त अलिकति चढाइदिनु त यो पनि अलिकति पाए पृथ्वी पाए सतो सन्तु मह्यं त्यसपछि यो पाए सतो सन्तु मह्यं सविष्णु देवसी मानस्तरिताने मन एकमेन गोमनस्य गरिगा नानोवादी विद्वामये देव सन्तु उत्पन्नामे चरण पवित्र सन्नो देवतायापो भवन्तु काले काल सबै देव सत्वा सवित्र उत्पन्नामे सन्नोदेविष्टापो भवन्तु पीतयस्सयो विश्ववन्तु न देवसत्वा सवितुर् वन्दामि चिद्रणं पवित्रणं सूर्यसे मह पाइन्छ नि मह पाइन्छ अलिकति चढाइदिनु अनि हेलो अनि डार्लिङ अनि लाइदिएको अरे हाम्रो आँगनमा सिङ्काले चढाउनु सिङ्का यसले चोप्नु त्यहाँ राखिदिनु हिँड्ने बेलामा त तमासो भवन्तु न सधैँ सबैले हुँदैन ती राखिदिनु सिन्कै राखिदिनु भइहाल्छ बिउको लागि एक सौ सागर पुष्टि गर्न दिव्य विष्णाम पार्वती गिरी हताम सन्नदेव विष्टापो भवन्तु पिताय अलिकति यो पानी चढाइदिनु वास्तवमा वास्तवम सन्नदेव विष्टापो भवन्तु पिताय कपडा फाल्टो त ल्याउनु भएन नि है हजुर यो राखिदिनु धन्य रजस मङ्गल विष्णुपति कलम कलम श्रेष्ठ पवित्र पनि राखिदिन्छु प्रजापति यत सहजम पुरुषायुष्यमगम प्रतिमन्त्र शुक्रम नागबेली कसैले मालती भन्छ कसैले नागबेली भन्छ यसको नाम अब आफ्नै जग्गामा
अनि ऊ पनि के पो चाबो 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 पनि चाहिने सो माला जस्तो बनाइन्छ मालती मल्लिका जाति जाति चम्पका सम्म भई कुदो माला ल्याइदिनु यो यस्तो हुन्छ अरू पनि ल्याएर छाइदिनु हुन्छ पैसा नगद टिकट जस्तो मिलाएर राख्नु ल अहिले दे मलाई ए यसो त रहेछ त यो पञ्चरत्न भन्ने हुन्छ कि त्यो सप्तमेटिका भन्ने हुन्छ उसले फिकाउने मर्दै गरी नै घाँटी डरो सुपारी भात भइहाल्छ नि सुपारी भात भइरहन्छ खनाइदिनु न त्यहाँ देव सेतो सवितो बहुत बनामे खिचौडा भवितौडा जोइसे रश्मि अनि गएन त आफ्नो आफ्नो पैसा गयो नि आफ्नो गयो नि श्रम गयो हैन श्रम पैसा श्रम नभए पैसा आउँछ सबै खालको फुल राखिदिनु यस्तो यस्तो खालकै आउँछ क्या यस्तोमा हरेक आइटमको आउँछ अहिले त नि कति सजिलो सजिलो रोटीमा लाउने मसला चाहिँ यो पञ्चामृतको मसला हो कि त्यो चाहिँ त्यो बढी हुने हुनाले तेरो पाला ल्याउँछ एआई भन्दा पुरै छैन या अहिले ठिक छ गफ मिठो हुन्छ त्यो भन्दा बोल्दैन यत्रो अनि क्या तिमीहरूको पालाको कुरा अनि जुठे सकिगयो नि भन्ने माथि त्यो दिन्छ नि त त्यस्तो होइन आइको कुरा बाँध्दै छैन त्यो बोक्नु त तितो मिठो भन्ने माथि छ क्या दामी मेरो भुपु परान बुढीलाई चाहिँ हातको भन्छ क्या हात्ती भन्छ यस्तो गर्नु कि त्यसमा यसरी चढाइरहनु ल एउटा दाहिनेले जे मनले सम्झेर पूजा लाउने भन्नुभएको छ भाकल फुलावट सम्झेर म होइन म भन्छु कि पढुन्जेली अनि चढाइरहनु ल त्यो मनमा सम्झिनु कि हामीलाई सुनाउनु परेन मनले चाहिँ सम्झिनु अनि चढाइरहनु न नबुझिकन जगन्नाथाय नमः ललाटं भजामि सर्वात्मने नमः शिवं भजामि सत्यनारायणं सर्वात्मनं भजामि ब्राह्मणस्य मुखवासित बाहुराजं पद्माङ्गी सुभोजायत चन्द्रमा मनसो जाते सुखी धैर्य पणा चमुखादं देवजातं राखिदिनु बोके हुनुहुन्छ हो तपाईँ बोके हुनुहुन्छ खाना खाएको बोके म चाहिँ नखाएको बोक्नु फुल बोक्नु चिया त खाएको हो बोके हुने बस तर चिया खाएर म उचाइ गरेको नुहाएको नुहाइ ओर्याएको खाँदा त भात नखानेहरू हुन्छ त्यो कुसमै बस्नु मिल्यो के हुँदैन गणेशको म त उ गरेको
फुल बोक्नु त माथि नै बस्दा हुन्छ पवित्र बनाइदिनु नि माथि नै हुन्छ पवित्र छुइस गरेर यो खानेहरूलाई फुल बोक्नु त फुल बोक्नु मैले खाएँ एकरी आइज त बिस्कुट गएको हुँदैन थियो आगो क्या त्यो अन्न अगाडि त बिस्कुट ठिक के भन्नु है सैकदन्तस्य कपिलो गजकर्क पर्नु के अरे आजको छैन चौरसादी तिमीहरू हल्की हल्दार नखिच मलाई हल्की हल्दारको बुझ कति साह्रो छ मुङ्गै जस्तो त आउँदैन नि बिस्कुट त भात जस्तै हो कहिले पनि फलफुल होइन होइन चोखाउनु हुन्छ क्या त्यस्तो होइन अनि त यो होइन कि सुन्नु न यो यसरी बुझ्नु यस्तो आलु यस्तो इस्कुस आलु खानुभयो यस्तो अरू फलफुलहरू पनि हुँदैन नुन बिस्कुट नुन चाहिँ खानु हुँदैन त्यसमा नुन अरू हरेक चिज लाग्ने हुनाले त्यस कारण त्यो चाहिँ अशुद्ध चिज भयो नुनलाई चाहिँ अप्ठ्यारो मान्छ क्या हामीले त्यसरी खानु भने त्यसो गरेको होइन सिस्टम त्यस्तो शुक्लां ब्रह्म विचार मध्यम जगत व्यापिनी गणा पुस्तक धारणीम वेदं देवालय चाहिँ देवा हस्ते स्फटिकां वनमालां प्रदां सरदं खाना खानु भएको भन्नुभयो उहाँले त सुमुखसेकदन्तस्य कपिलो गजकर्णकलम्बो धरस्य विकटो विन्यास गणाधिप तुमगत गणदक्ष बालचन्द्र गजाधन द्वासे तानिनमनि पडैचुणि यादवी विद्यागमि विवाहै च वंशन्य गमे तथा विन्तस्य जायते शुक्लं भवतः देव सशिवन चतुर्भुजम् आसन मदनत्याय सर्विघ्नोपशान्तय विघ्नोपशान्तय सर्विघ्नहरतसुनाधिपतये नमः रत्नैकल्पितमासनमिं नानान्तर्भ्यं पदं नानारत्नविभूषितमिर्गमोदाङ्कितं चन्दनं जातिचम्पकबिल्लपत्ररचितं पुष्पं तदोपं तथा दीपं देवतायानि देवस्पते पात्रे कृतं पायसं भक्ष्यं पञ्चविधं फलं पानकम् शाकानां जलमुद्रिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो श्रीगुरु छत्रं चामरगजनकं सदर्शकं निर्मलं वीणाभैर्मृदङ्गकाहलकलागीतं च नित्यं तथा साष्टाङ्गं प्रणतस्तुति बहुविधा भयत्समन्तं मया सङ्कल्पेन समर्पितं तव पूजागणं नमः जनिनय जन्तदेवास्तानि धर्माणि प्रथमन्यस्सन्नहति अनाकमयि मनस्मृतसाद्य सन्धिदेवः देवदानव सम्मति मतिमानि महादलो उत्पन्नसाकं विकृत विष्णुं स्वयं शिव स्वयं तनिवासि विष्णुं संजु प्रजापति आदित्य वसु विष्णुदेव सपत्रिका ते संसर्वेपि कामफलप्रदा तत्प्रसादिमां पूजां कर्तुमिह जलद्भव सान्निध्यं कुर्मि देवप्रसन्नो भव सर्वदा अलिकति यहाँ चढाउनु अलिकति यहाँ अनि यहाँ अलिकति चार ठाउँमा अब काको यहाँ अनि यहाँ चाहिँ सत्यनारायण यो चाहिँ गलत गणेश यहाँ चाहिँ सत्यनारायण यो यसमा अलिकति पानी थप्नु यो यसमा 26 अपडेट गरेदेखि मेरो ब्याट्री एकदम साच्चै जान्छ यो यसमा अलिकति थप्नु त घोल्नु त त्यसलाई दहीलाई अलिक ढिलो भनौँ न बग्ने दहीलाई जातोदैत्यदेवानां पालने वच तस्मै देवाय सगुणाय व्यक्तसर्गशिखवताय नमः ज्ञानर्गं मया दत्तं समयं सहितं प्रभु बोल्नु भयो नि यसरी हातमा बोक्नु त दुनै हातमा बोक्नु त डल्लै टक्कसँग यसरी यो अब जे मनले आफ्नो जे सोचले भाकल गर्नु भएको छ पूजा होस् भने यस्तो ढोग्नु पहिले दुनालाई यहाँ चढाइदिनु भएको सुनमा जातो दैत्य देवानाम यहाँ अगाडि अलिकति चढाइदिनु न सम्झेर अलिकति चढाइदिनु त चुहाइदिनु जातो दैत्य देवानाम पालने वच तस्मै देवाय सगुणाय व्यक्त सुगाय ऋषिको बताएन म के भन्छ मया दत्तम हमयम सहिताम प्रभु अहिले ठाउँमा राखिदिनु पानी पनि चढाइदिनु जातो दैत्य देवानाम पदावथाय तस्मै देवाय सगुणाय व्यक्त सर्वै ऋषिको बताएन म यो बोक्नु त हातमा
खुवाइदिनु थाल्नु पालै पालो छाउँदै छाउँदै लु छाउँदै छाउँदै सब यो उठाउँदै यहाँ छाउँदै त्यहाँ राख्दै गर्नु त यहाँ छाउँदै उचाल्दै त्यहाँ राख्दै नाभ्यासे दन्त अर्को पनि नाभ्यासे यो पोख्नुलाई यो पोखेला नाभ्यासे दन्त श्लोकं कल्पना यत्पूर्णमिदं सर्वदवि सप्तसमिधा पुरुषं वसं दन्तदेवास्तानि धर्माणि सतमान्यासन्नः ध्यानाकमहि मानसनभवसाद्या सन्ति देवाः इमानि पुष्पाणि मनोहराणि सुरासुराणां देवापानि कल्पादर्मादि धर्मचानिकानि पुष्पाञ्जलियो आउनु आउनु यहाँ आउनु कहाँ दाजु कहाँ दाजु रामदाईकोमा थिएन मान्छे एक घन्टा पानी चढाइदिनु ढोकिदिनु है चाबो चढाइदिनु अवस्था त्यहाँ मुनि छ अवस्था गोविन्दम तिमी एउटा फुल चढाइदिनु एउटा पङ्खा यसो पङ्खा चम्मल चाहिन्छ फुल राखिदिनु सत्सङ्ग काशयमा होस्पिटालितम कवितम समयम प्रतिगतम सेवन्तिका बकुलचम यहाँ छ होइन खोइ त सबै कुरा छ त्यो काइयो यहाँ यसो देखाइदिनु यसो गरिदिनु दर्शन तुमा दर्शन हुनु मङ्गलदायक हुन त त्यसमा चाहिँ छैन नि तुमला ऐना छ होला यो ऐना नै होला त्यहाँ देखाइदिनु राखिदिनु उ त्यो 2-3 मुठा बत्ती राख्नु त यसमा कालो दाल छ कि छैन नि तपाईँको ठिकै छ अलिकति ठिकै राख्नु न दाना दाल त्यहाँ छ त बजाउनु दाना दाल अनि दाजु कताबाट उँभो कि उँधोबाट हेर्दै गएको त रहन्छ मलाई चाहिएको चिज तपाईँ एउटा मात्रै छ काम नदिनु के होला नि अब कसो गर्नु पूजा गरिदिनु कुखुरा घाल्दा थुप्रै भाले हुन्छ क्या हाम्रो त के ए छ एउटा भाले मात्रै छ सबै खोज्नु पो छैन कोही बोलाउँछ कोही बोल्दैन भने कुकुर पनि बोलेन बोल्दैन त चाहिँ बोल्दैन छ पूजा गर्नु हुने पछि हाम्रो 20-22 गते चाहिएको छ ठुलो 2-2.5 अमै चाहिन्छ एउटै हो हाम्रो 2-3 किलोसम्मकै ठुलो त हुँदैन 3 किलोसम्मको चाहिँ ए हुन्छ राखिदिनु न पूजा गरेपछि लु राखिदिनु यहाँ साइडमा राखिदिनु त यहाँ छ बाजे बराजुलाई हो बाजे खोला हैन त बराजुलाई भन्दा पनि हामीले चाहिँ यो यही पूजाको नाममा नाम पनि आउने यहाँ त ढिलो आयो यस्तो हो अलि ढिलो आयो आज भयो काका यो चाहिँ परा पुराउनु त्यहाँ एउटा बत्ती राख्नु त माथि सकिन चौका
माथि दिनामाथि दुनामा ए म के बोलाउँछु सल्काउनु होइन सल्काउनु पर्छ बाँधिनु न त्यहाँ बाँधिनु भुलिन्छ पनि अब त्यो गरिराखेको हुँदैन कि अब त्यो त्यसो भनेको भरमा हुने मेरो कान्छा ससुरा खस्नु भएको पछिल्लो गरेको यो तल राख्नु तल राख्नु त होचोमा भुइँमा राख्नु त अलिअलि छल्नु ल हावाले निच्छ होला त्यसमा नि एउटा पैसा राखिदिनु है पैसा यसरी चान्चुने पैसा म त बोकेको डढी जान्छ हुन्छ नट राखिदिनु एउटा चक्लेट खान्छ के भयो 5 को नोट राखिदिनु बाहिर जान्छ बाहिर बाटोमा राखिदिनु हो केही हुन्न हुन्छ नट छैन त मसँग भ्याएको छैन भने बोकेको छु नि के भयो पैसा राखेको पैसा मात्र अर्थ गरी पूजा गर्नुहुन्छ देवालाई साथी हो के भन्छ छिटोलाई नै तँ पूजा त्यसो नगर्नु भनेर पहिलेदेखि भन्दैछ पैसा उता बस बाजे भाकम बस बस त एकछिन के बस्नु मन लाग्छ र अब केटाकेटीलाई एक ठाउँमा लिएको हुँदैन स्वेटर लिएको हुँदैन क्या गर्मी भयो ल्याउनु छ त्यो खोज्न जाने भएको छ ठिकै छ यो धिक्ने बेला भएन को खोइ उही भएर कालीले गरेको सकियो तर काट्ने होला नखाती काट्छ लाउँदा कसरी झन्डै पन्चाउन्न ठाउँ भने जस्तो आइहाल्यो त पुरा चाहिँ त जम्मै हान्न तल राख्नु तपाईँ राख्नु तपाईँ टपालीमा हो त्यहाँ लुक्दो दुनामा पानी राख्नु पानी एक चम्चा पानी राख्दा यो पानीले पूजा गरिदिनु बनाउँदा हुँदैन अहिले त तातो घाम लाग्दै थियो लु पूजा गर्नु चन्दन अक्षता मासा ताण्डुलक्ष्म कुमारी गन्ध रत्न सरितम दक्षिणा क्षेत्रपालाय बलि दस्या अक्षता राखेपछि फुल राख्नु त रातो फुल तपाईँ राख्नु न तपाईँ चोखे मान्छे यो एउटा यो बोक्नु त यो यसरी बोक्नु ल यसो गर्नु यो पानी सगाई त्यसलाई छुनु त तपाईँलाई छुनु कुस्लिएर यसरी ल यो मुनि ल तपाईँको मुनि छुनु त यसरी मुनिको आप्ची मुनि लगाउनु अलिकति छुनु तल छुनु नि यसरी दाजु यहाँ आउनु तपाईँ बुढो मान्छे आउनु अलिकति यो माथि मनसँग त्यहाँ बाटोमा पुगाइदिएर आउनु छोड्दिनु हजुर जाँडपछि कोही नगाउनु छोड्दिनु यो लग्दै आउनु बाटोमा लग्नु न लग्नु उठाएर लानु आफैले यो लड्ला है त मोबाइल चाहिँ लड्ला तिम्रो मोबाइल पनि भएन त मरेको मान्छे ए छोरी त्यसरी यो मोबाइल ढल्दैन अब त अब कसरी जान्दिनँ त म होइन यहाँ जान्दिनँ पनि प्रविधि हो त्यो आफै भइहाल्छ नि लु म जान्दिनँ पनि यो अब त धेरै बेर भइसक्यो नि हुनु छोडिसकेको छ नि हुनु छोडिसकेको छ नि केटी सबै राखी त सबै राखिहाल्यो त नि उ त नरिवाल